इन्द्रेणी मङ्सिर लाग्यो चिसो बढ्यो साह्रै सताएर मङ्सिर लाग्यो जाडो बढ्यो साह्रै सताएर तिमी भए दिन्थ्यौ होला पानी तताएर हे खुकुरी रममा मह पानी राखेर कल्पना कडा भयो भन्थे म चाखे खुकुरी रममा मह पानी राखेर कल्पना कडा भयो भन्थे म चाखेर हे तिमीसँग अझै पनि हजारौं गीत गाउँछु तिमीसँग अझै पनि हजारौं गीत गाउँछु रूप हेरेर हैन माया मन हेरेर लाउँछु ए रूप हेरेर हैन माया मन हेरेर लाउँछु हे म छाँदैछु पिर चिन्ता केको छ ए रमेश दुनियाँले आशीर्वाद दिएको छ म छाँदैछु पिर चिन्ता केको छ ए रमेश दुनियाँले आशीर्वाद दिएको छ हे हामी दुवै बाँचुन्जेली हाम्रो माया रहोस् हामी दुवै बाँचुन्जेली हाम्रो माया रहोस् ओलीबा र प्रचण्डको जोडी जस्तो नहोस् ओलीबा र प्रचण्डको जोडी जस्तो नहोस् बाँचुन्जेली कहिले नि नछुटोस् कल्पना हाम्रो पार्टी कहिले नि नफुटोस् बाँचुन्जेली कहिले नि नछुटोस् कल्पना हाम्रो पार्टी कहिले नि नफुटोस् हे यस्तै मान्छे जन्माइरहोस् देशले जुनी जुनी सुन्यौ यस्तै मान्छे जन्माइरहोस् देशले जुनी जुनी रमेश तिम्रो क्षमता छ प्रधानमन्त्री हुने रमेश तिम्रो क्षमता छ प्रधानमन्त्री हुने हे मेरो लागि तिमी एक जम्मा हौ ए रमेश देशको एउटा बलियो खम्बा हौ मेरो लागि तिमी एक जम्मा हौ ए रमेश देशको लागि बलियो खम्बा हौ
आगो पुम्माङ भो मादल मुर्चुङ्गालाई मुस्किल पर्यो बिनायो भो बेहाल सारङ्गीको सुरकाको पुम्माङ भो मादल मुर्चुङ्गालाई मुस्किल पर्यो बिनायो भो बेहाल चोलीको त चोलै उठ्यो फरियाको के हाल दौरा भए स्वर्गवासी नर्क गए सुरुवात सीके श्रेष्ठको शब्द सङ्गीत सुरेश गन्धर्वले गाउनु भएको यो गीत अहिले भने रमेश प्रसाईद्वारा विश्व चर्चित भएको यो गीतसँगै संसारभरिबाट कार्यक्रम इन्द्राणी हेर्नुभएका तपाईँ दर्शकमा हार्दिक स्वागत अनि साङ्गीतिक अभिवादन। दर्शकले आज पनि हामी करोडौँको चाहना अनुसार इन्द्राणी.com युट्युबमा नै झन्डै 76 लाखले हेरिसक्नु भएको छ। रमेश प्रसाई र कल्पना दाहालको हुक्का चिलिमले गीत। त्यसपछि दोस्रो भाग कहिले आउँछ भनेर बडा यो चिसोमा निकै आज गर्मी तरिकाले उहाँहरूको फेरि भिडन्त हुँदैछ। नेपाली लोकसङ्गीतमा लोकदोहोरी क्षेत्रमा यति धेरै लोकदोहोरी विश्वव्यापी भएको यो पहिलो नमुना हो। किनभने राजु परियार र कमला घिमिरेले गाएको गीत झन्डै 2 वर्ष लगाएर 1.5 करोडभन्दा बढीले हेर्नु भएको छ। धरान बिपी कोइराला मेमोरियल अस्पताल गोपा क्याम्पमा गएर सुरेश गन्धर्वलाई भेट्यौँ। 1,01,000 इन्द्राणीले हस्तान्तरण पनि गरेर आयो। उहाँको स्वास्थ्य लाभ छ। फेरि कल्पना दाहाल र रमेश प्रसाई गाउँदै हुनुहुन्छ। सेवा सन्देश र मनोरञ्जनको मजरियो हामी विभिन्न ठाउँमा बिरालोले छाउरा सारे चाहिँ गर्नु परिरहेको छु। 12 वर्षको अवधिमा मलाई यति दुःख लागेको छ। नेपाली सङ्गीतमा अभिभावकको त रहन्छ लोकसङ्गीतलाई माया गर्ने, माथिदेखि तलसम्म कसैले खोज्दो रहन्छ। तर दर्शकले खाइ नखाइ कमाएको पैसा अथवा उहाँहरूले हेर्नुपर्ने आधार सगरमाथाको शिखर जस्तै हुनाले आज इन्द्राणी यहाँ पुग्यो। माउन्टेन, एबिसी टेलिभिजन अनि आएर कार्की ब्याङ्केटमा अस्ति भर्खरै हामीले टेम्पोररी स्टुडियो गऱ्यौँ। त्यहाँ पनि विभिन्न समस्याहरू आइलागे। त्यहाँबाट पनि हामी छिट्टै निक्लिन विवश भयौँ। आज इन्द्राणी फुडल्यान्डको यो स्विट होटेलको कैलाश हलबाट गुजारा चलाइरहेका छौँ। तपाईँहरूको मायाले पक्कै पनि हिजो सुरुवातमा पनि म एक्लै थिएँ, साथीहरूलाई लिएर हिँडेको थिएँ। रुन त म एक्लै रुन्छु, पीडा हुन्छ। इन्द्राणीलाई बिगार्न खोज्नेहरूप्रति साह्रै पीडा लाग्छ। कति गरेर जन्मायो, हुर्कायो। 12 वर्ष प्रत्येक दिन बाजागाजा सहित नेपालको कलाकार क्षेत्रलाई लिएर हिँड्न कम चान्चुने कुरा छैन। किनभने 1-2 वर्ष काम गरी चलिहाल्नुहुन्छ। चलेपछि उहाँहरू पनि आफ्नो मेसो गर्न खोजेपछि मलाई फेरि उही सन्ताप आउँछ। तर यसपटक भने रमेश प्रसाईले कसमै खानुभएको छ कृष्ण दाई, म विश्वास हार्दिनँ। वास्तवमा तपाईँ राम्रो गर्दै जानुहोस्। हामी मिलेर यो देश बनाउने हो। छत्रबहादुर साई जस्तो भाइ हुनुहुन्छ यहाँ गीत गाउने। अरू दीपक दिलीपहरूदेखि पुरानो नवीनहरू यो सबै पुस्ता छ। व्यवस्थापक भक्तदेवा नवराजहरू रात दिन खटिराख्नु भएको छ। भनेपछि यत्रो टिम भएपछि अब म एक्लो छु जस्तो त लाग्दैन। तर अप्ठ्यारामा यति पीडा हुन्छ। इन्द्राणीले भोग्नु परेका शास्तिहरू हुँदा त इन्द्राणी जस्तै इन्द्राणी टिभी भन्दै अरू इन्द्राणीका बाहिर साथीहरूले युट्युबवालाहरूले इन्द्राणीकै लोगो खोलेर हालिसक्नुभयो। तपाईँहरूलाई नैतिकताको प्रश्न तपाईँको आत्माले गरोस्। मेरो मित्र मोहन बस्नेतजी त्यता हुनुहुन्छ। भुवन भुषालजी दारी पालेर टक्क आउनुभएको छ। जीवन पाण्डे उता पल्ला छेउमा खिमारोक्कामा गएर रमेश दाईको त कुरा मिल्ला जस्तो छ, मेरो के हो भन्दै हुनुहुन्छ। मनमायाजी त्यस्तै हो। कल्पना दाहालको त अब ढुकचुक छ। र यता कृष्ण बजेगाईलाई पनि त्यही समस्या होला जस्तो लाग्छ। खगेन्द्र विश्वकर्मा, युवराज चौलागाई, अनि पावल राई, कृष्ण गन्धर्व, रूपक गिरी र पूर्ण कणेलज्यू, रत्ना चौलागाई, त्यसै गरी हाम्रो कल्पनाको आमा र पल्त्रे भट्टे ताप्लेजुङको बहिनी आउनुभएको छ गायिका। यो जति पनि टिम छ धेरै धेरै धन्यवाद छ भने रविना बसेलको आमा, समाजसेवी नन्दा सिंह जसले बालबच्चालाई निकै माया गर्नुहुन्छ। कसैप्रति रिस राग नभएको, सानै उमेरमा पनि आफूले नजन्माए पनि धेरै धेरै बालबच्चाको आमा बनेर काम गर्नुभएको छ नन्दा सिंह र उहाँको साथीलाई जोरदार ताली दिएर सम्मान गरौँ। मलाई लाग्छ आज कल्पना र रमेशजी मजाले गीत गाउनु हुनेछ, नन्दाजीहरू नाच्नु हुनेछ। आजको क्षण ऐतिहासिक हुनेछ। यो क्षण
छत्रबहादुर साईलाई पनि सम्झना लागेको नि छ। दिपेन देउवा, नवीन सिगदेलजी आजको कमान्डर हुनुहुन्छ, मिलन सापकोटा, त्यसै विवेक ओलीजी हुनुहुन्छ भने शर्मिला श्रेष्ठको नेतृत्वमा आजको नाचगान हुँदैछ भने शर्मिला, निशान्त विका, आयुषा गौतम, रविना बसेल र विवेक थिङ बाबु, म सबै संसारका दर्शकलाई धेरै धन्यवाद दिन्छु। बोस्टन लोकसुशेली समूहलाई जोरदार तालीसहित सम्मान गर्दछु। म मिन केसीज्यू, हाम्रो बोस्टन लोकसुशेली समूहका मित्रले भन्नुभएको छ यो हप्ता म 10 लाख जति रुपियाँ जम्मा गरेर पठाइदिनेछु, उहाँलाई जोरदार ताली दिउँ। युकेबाट आएका रमेश मास्टर सरहरूले पठाए क्यामेरा पनि अब जे होस् 1 वर्ष राम्रोसँग टिके, त्यसको लागि धन्यवाद। डाक्टर वाङदी शेर्पा र पासाङ शेर्पा जस्ता तमाम लाखौँ लाख नेपाली दर्शकलाई म सम्मान गर्दछु। सबैलाई धेरै धन्यवाद दिँदै 98 41 48 98 35 मा खबर गर्नुहोला। आइएमई नेपाल अथवा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालज्यू उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष पदमा अत्यधिक मतले विजयी हुनुभएको छ, उहाँलाई जोरदार तालीसहित सम्मान गर्दछौँ। हिमालय टेलिभिजनले प्रत्येक दिन 6 देखि 7 बजीसम्म, बेलुका राति 10:30 देखि 11:30 बजीसम्म, बिहान 5 देखि 6 बजीसम्म र दिउँसो 1 बजेदेखि 2 बजीसम्म 4 पटक दिनको पुनः प्रसारणको लागि श्याम कणेल, धर्मराज भुषालज्यू, उहाँहरूलाई पनि जोरदार तालीसहित धन्यवाद दिन्छौँ र हाम्रो कार्यक्रम त्यहाँ आउँछ। तपाईँ त रिङ्केबुङको राँगोलाई गाएपछि संसारभरिका राँगा जुरुमराज जस्तो छ नि। राँगाहरू आन्दोलनमा भएको समाचार मैले पनि पाएको छु, तर अब राँगाहरूको एउटा नियति के हो भने तिनीहरू बहुत स्वादिष्ट हुन्छन् होइन, तिनका नरम नरम चानाहरू अति स्वादिष्ट हुने भएको कारणले राँगाहरू आन्दोलनमा भए तापनि हामीले उनीहरूलाई काट्न र उनीहरूका विविध परिकार बनाउन छोड्नै सक्दैनौँ। म ती रिङ्केबुङका राँगाहरूसँग म क्षमा याचना गर्न चाहन्छु। तपाईँ त शाकाहारी मान्छे, यो रिङ्केबुङको राँगोलाई लर उतातिर कालेबुङमा पुर्याएर काट्ने योजना गर्नुभयो? होइन, म शाकाहारी त आज भएको हुँदै केही वर्ष अगाडि भएको हुँ। जतिखेर म मांसाहारी थिएँ, रिङ्केबुङका राँगाहरू मेरो सबभन्दा प्रिय भोजनमा पर्थे त्यतिखेर मांसाहारी भएको बेला। आज यो दोहोरी खेल्नुभन्दा अघि म एउटा कुरा मेरा तमाम शुभचिन्तकहरूलाई म हात जोडेर शिर नेउराएर स्पष्ट पार्न चाहन्छु। कृष्ण दाई साक्षी हुनुहुन्छ, दोहोरी मेरो कर्मभूमि होइन, थिएन, छत्रजीहरूको कर्मभूमि हो। म उहाँहरूको कर्मभूमिमा एउटा पाहुना पर्यटक जस्तो मात्रै हो, के छ भनेर घुम्दै आएको। मेरो कर्मभूमि अन्तै छ। मैले यही इन्द्रेणीको स्टेजबाट नेकपा र काङ्ग्रेसका नेताहरूलाई डाकेर बिपी कोइराला र मदन भण्डारीको याद दिलाउनु छ। मैले यहीँनिर प्रश्न सोधेर प्रश्न उत्तर गरेर फाटेका मनहरू सिलाउनु छ। मैले विप्लव र अन्य विविध तत्त्वहरू जो आज राज्यसँग असन्तुष्ट हुनुहुन्छ उहाँहरूलाई असन्तुष्टिको कारण खोज्नु छ। मैले ललिता निवासदेखि हयातसम्मको जग्गा खोज्नु छ, यहीँ बसेर यही इन्द्रेणीको प्यानलबाट, यही ब्यानरबाट। त्यस कारणले त्यो इन्द्रेणी बैठक चलाउने मेरो अभिष्ट हो। सबै कुरा मान्छेले चाहे जस्तो हुँदैन। आज हामीलाई ठाउँले, परिस्थितिले, प्रविधिले धोका दिइरहेको अवस्था हो। इन्द्रेणी बैठक चाँडै सुरु हुँदैछ। फकत यो दोहोरी मेरो लागि एउटा सोखको विषय मात्रै हो। म दोहोरी गायक कहिल्यै बन्न चाहन्न र मेरो त्यो लक्ष्य पनि होइन। तर कल्पनाजी र मेरो गायन मिल्यो, हाम्रो गायनमै आपसमा रसायन मिल्यो। यो संयोजनको लागि कृष्ण दाइलाई धेरै धेरै धन्यवाद। र आजसम्म कल्पनाजी र मलाई माया गरेर जतिले पनि भाग 2 को प्रतीक्षा गर्नुभयो देश विदेशबाट, तपाईँ सबैलाई हृदयदेखि नै धन्यवाद। र आज कल्पनासँग भाग 2 गाइसकेपछि म लामो समयसम्म दोहोरी नगाउने घोषणा पनि यहीँबाट गर्न चाहन्छु। मेरो गाउँको पारी वनमा मिठो गाउँ छ न्याउली, मेरो गाउँको पारी वनमा मिठो गाउँ छ न्याउली।
के छ खबर मेरी प्यारी सपना की बेहुली गाह्रो भयो एक्लै दिन बिताउन कल्पना तिम्रो यादले दिएन निदाउन गाह्रो भयो एक्लै दिन बिताउन कल्पना तिम्रो यादले दिएन निभाउन लायो लायो मोहनी लायो है सानो दाहाल बाउकी छोरीले ज्यान खायो है सानो मोहनी लायो है सानो दाहाल बाउकी छोरीले ज्यान खायो है सानो दाहाल बाउकी छोरीले ज्यान खायो हे 2-4 दिन भो भेट्न भएको आज भेटे धन्न सुन्यौ 2-4 दिन भो भेट्न भएको आज भेटे धन्न मैले तिमीलाई पाउँछु होला मनको कुरा भन्न ए मैले तिमीलाई पाउँछु होला मनको कुरा भन्न हे सँगै हुने दिन कहिले आउँछ त ए रमेश मेरो माया कतिको लाउँछ त सँगै हुने दिन कहिले आउँछ त ए रमेश मेरो माया कतिको लाउँछ त लायो लायो मोहनी लायो है सानो जङ्गलको छोराले ज्यान खायो अरे है सानो मोहनी लायो है सानो जङ्गलको छोराले ज्यान खायो अरे है सानो जङ्गलको छोराले ज्यान खायो ए सुन पसलमा गहनाको दाम मिलाएर आए सुन पसलमा गहनाको दाम मिलाएर आए चिनारीमा दौरा सुरुवाल सिलाएर आए आमासँग तिम्रो हात माग्या छु कल्पना बेहुला हुने जोड जम्मा लाग्या आमासँग तिम्रो हात माग्या छु कल्पना बेहुला हुने जोड जम्मा लाग्या लायो लायो मोहनी लायो है सानो दाहाल बाउकी छोरीले ज्यान खायो लायो लायो मोहनी लायो है सानो दाहाल बाउकी छोरीले ज्यान खायो है सानो दाहाल बाउकी छोरीले ज्यान खायो हे चारैतिर चर्चा छायो दोहोरीको लभले सुन्यौ चारैतिर चर्चा छायो दोहोरीको लभले छिट्टै बिहे होस् भनेर भनेका छन् सबले ए छिट्टै बिहे होस् भनेर भनेका छन् सबले हे कि त रमेश देऊ तिम्रै हुन है सानो होइन भने भन्नेको मुख थोन रमेश देऊ तिम्रै हुन है सानो होइन भने भन्नेको मुख थोन लायो लायो मोहनी लायो है सानो जङ्गलको छोराले ज्यान खायो लायो लायो मोहनी लायो है सानो जङ्गलको छोराले ज्यान खायो अरे है सानो जङ्गलको छोराले ज्यान खायो हे जाने भए अहिले भागौँ आपत्ति पोका छ जाने भए अहिले भागौँ आपत्ति पोका छ मेरो साथी दिपेन्द्रले बाइक लिएर छ म बसौँला पछाडि सिटमा कल्पना तिमी लुरी राखौँला बिचमा म बसौँला पछाडि सिटमा कल्पना तिमी लुरी राखौँला बिचमा लायो लायो मोहनी लायो है सानो दाहाल बाउकी छोरीले ज्यान खायो लायो लायो मोहनी लायो है सानो दाहाल बाउकी छोरीले ज्यान खायो ए है सानो दाहाल बाउकी छोरीले ज्यान खायो हे तिम्रै मात्रै झल्को आउँछ दिनमा अनि रातमा सुन्यौ तिम्रै मात्रै झल्को आउँछ दिनमा अनि रातमा कति खुसी हुन्थे होला तिमी भए साथमा ए कति खुसी हुन्थे होला तिमी भए साथमा हे राख अब दिलभित्र अटार है सानो दिपेन दिपेन भनेर नटार राख अब
भेटेदेखि सपना देख्छु हुने तिम्रो कसम भेटेदेखि सपना देख्छु हुने तिम्रो कसम धोका दिन्न कहिल्यै कल्पी कृष्ण दाइको कसम छोडे भने ईश्वरै जागोस् कल्पना मेरो दाइलाई मारेको पापला मङ्सिर कहिले आउला जस्तै भाथ्यो मलाई कसम सुन त मङ्सिर कहिले आउला जस्तै भाथ्यो मलाई कसम दायाँ बायाँ होइन अब घर जम गरी बसम ए दायाँ बायाँ होइन अब घर जम गरी बसम हे नबनुन्जेल दैवको आहार है सानो त्यतिन्जेलसम्म तिम्रै सहारा नबनुन्जेल मङ्सिर लाग्यो चिसो बढ्यो साह्रै सताएर मङ्सिर लाग्यो जाडो बढ्यो साह्रै सताएर तिमी भए दिन्थ्यौ होला पानी तताएर हे खुकुरी रममा मह पानी राखेर कल्पना कडा भयो भन्थे म चाखे खुकुरी रममा मह पानी राखेर कल्पना कडा भयो भन्थे म चाखेर लायो मोहानी लायो है सानो दाल बाँकी छोरीले ज्यान खायो लायो मोहानी लायो है सानो दाल बाँकी छोरीले ज्यान खायो है सानो दाल बाँकी छोरीले ज्यान खायो हे तिमीसँग अझै पनि हजारौँ गीत गाउँछु तिमीसँग अझै पनि हजारौँ गीत गाउँछु रूप हेरेर होइन माया मन हेरेर लाउँछु ए रूप हेरेर होइन माया मन हेरेर लाउँछु हे म छाँदैछु पिर चिन्ता केको छ ए रमेश दुनियाँले आशीर्वाद दिएको छ म छाँदैछु पिर चिन्ता केको छ ए रमेश दुनियाँले आशीर्वाद दिएको छ लायो लायो मोहनी लायो है सानो सन्दर्भको छोराले झर्कायो लायो लायो मोहनी लायो है सानो सन्दर्भको छोराले झर्कायो अरे है सानो सन्दर्भको छोराले झर्कायो हे दोहोरीले चुलबुली भई टिकटक हाल्यौ तिमीले दोहोरीले चुलबुली भई टिकटक हाल्यौ तिमीले हाम्रो जोडी देखि हेर सबले आँखा चिम्ले कति मिडिया यही बेच्दै चल्या छन् कल्पना मै हुँ भन्ने आरिसले जल्या कति मिडिया यही बेच्दै चल्या छन् कल्पना मै हुँ भन्ने आरिसले जल्या छन् लायो मोहानी लायो है सानो दाल बाँकी छोरीले ज्यान खायो लायो मोहानी लायो है सानो दाल बाँकी छोरीले ज्यान खायो ए है सानो दाल बाँकी छोरीले ज्यान खायो हे यो देशको हिरो मैले तिमीलाई पनि माने सुन्यौ यो देशको हिरो मैले तिमीलाई पनि माने कुलमान कृष्ण धर्मु सुन्तो र बिलामी छाने कुलमान कृष्ण धर्मु सुन्तो र बिलामी छाने हे आयो गीतमा हिरोकै पाराले ए रमेश तिम्रै बयान गर्या छन् साराले आयो
तिम्रो हिरो मै हुँ कल्पित तारिफ गर्न पाइन्छ तिम्रो हिरो मै हुँ कल्पित तारिफ गर्न पाइन्छ रवि लामी छाने हुन निकिता नि चाहिन्छ ए जीवनभरि तिम्रै हुँ भन्छौ त कल्पना यो रविको निकिता बन्छौ जीवनभरि तिम्रै हुँ भन्छौ त कल्पना यो रविको निकिता बन्छौ लायो लायो मोहनी लायो है सानो जीवन बाँकी छोरीले ज्ञान पायो लायो लायो मोहनी लायो है सानो दाल बाँकी छोरीले ज्ञान पायो ए है सानो दाल बाँकी छोरीले ज्ञान पायो हे 7 जुनी तपस्या र पर्छ मन्दिर धाउन 7 जुनी तपस्या र पर्छ मन्दिर धाउन तिमी जस्तो सच्चा अनि इमानदारी पाउन तिमी जस्तो सच्चा अनि इमानदारी पाउन हे गर्व गर्छु तिम्रो साथ पाएमा है सानो पापै लाग्छ छुटाउनी आएमा गर्व गर्छु तिम्रो साथ पाएमा पापै लाग्छ छुटाउनी आएमा लायो लायो मोहनी लायो है सानो धर्मको छोराले झल्कायो लायो लायो मोहनी लायो है सानो धर्मको छोराले झल्कायो अरे है सानो पर्सैबाको छोराले झल्कायो ए मन्दिरतिर नजाऊ प्यारी भोगी होलान् जोगी मन्दिरतिर नजाऊ प्यारी भोगी बन्लान् जोगी तिमीले गाए स्वस्थ हुन्छन् डिप्रेसनका रोगी मन मेरो भावेला खिन्न कल्पना तिमी बाहेक केही अरू सम्झिन्न मन मेरो भावेला खिन्न कल्पना तिमी बाहेक केही अरू सम्झिन्न लायो लायो मोहनी लायो है सानो दाल बाउकी छोरीले ज्ञान खायो लायो लायो मोहनी लायो है सानो दाल बाउकी छोरीले ज्ञान खायो ए है सानो दाल बाउकी छोरीले ज्ञान खायो हे यो साल बिहे भएन भने अर्को हिउँदो आउला सुन्यौ यो साल बिहे भएन भने अर्को हिउँदो आउला भाग्य मानिरहेछु भने मैले तिमीलाई पाउला भाग्य मानिरहेछु भने मैले तिमीलाई पाउला हे अब रमेश नबस टोला र है सानो आमालाई नि ल्याकी छु बोला र अब रमेश नबस टोला र है सानो आमालाई नि ल्याकी छु बोला र लायो लायो मोहनी लायो है सानो चौतर्फाको छोराले जान खायो लायो लायो मोहनी लायो है सानो चौतर्फाको छोराले जान खायो अरे है सानो पर्सैबाको छोराले जान खायो हे यी बिरामी आमा तिम्रे खुसी हुँदै रुन्छिन् यी बिरामी आमा तिम्रे खुसी हुँदै रुन्छिन् हाम्रो बिहेमा नाच्दा नाच्दै त्यसै निकी हुन्छन् मेरा खुसी तिमीलाई दिन्छु कल्पना तिम्रा दुःख जति छन् म लिन्छु मेरा खुसी तिमीलाई दिन्छु कल्पना तिम्रा दुःख जति छन् म लिन्छु लायो लायो मोहनी लायो है सानो दाल बाउकी छोरीले ज्ञान खायो लायो लायो मोहनी लायो है सानो दाल बाउकी छोरीले ज्ञान खायो ए है सानो दाल बाउकी छोरीले ज्ञान खायो हे बरु झर्ला आकाशको जुन फाट्न सक्छ धरती बरु झर्ला आकाशको जुन फाट्न सक्छ धरती मेरो माया हराउँदैन रमेश तिमी प्रति मेरो माया हराउँदैन रमेश तिमी प्रति हे तिम्रै हातको सिरानी गर्न पाम ए रमेश सँगै जिउन सँगसँगै मर्न तिम्रै हातको सिरानी गर्न पाम ए रमेश सँगै जिउन
माया लाग्छ तिम्रो तर फुर्छ दाहिने आँखो माया लाग्छ तिम्रो तर फुर्छ दाहिने आँखो कहिले काहीँ त शङ्का लाग्छ बल्छ मनमा राको कहिले काहीँ त शङ्का लाग्छ बल्छ मनमा राको अर्काको नि खुब साखे बन्दै थियौ कल्पना उठ बुढा चिया खान भन्दै अर्काको नि खुब साखे बन्दै थियौ कल्पना उठ बुढा चिया खान भन्दै लायो लायो मोहनीलाई ऐसानो दाल बाकी छोरीले जान्कायो लायो लायो मोहनीलाई ऐसानो दाल बाकी छोरीले जान्कायो ऐसानो दाल बाकी छोरीले जान्कायो हे काठमाडौँमा जागिर खाछु जन्मेकी हुँ गाउँमा काठमाडौँमा जागिर खाछु जन्मेकी हुँ गाउँमा कोही केटा नि आउने छैनन् रमेश तिम्रो ठाउँमा कोही केटा नि आउने छैनन् रमेश तिम्रो ठाउँमा हे लाउँछौ आरोप सास पनि नफेरी रमेश नजिस्काउ है रोइदिन्छु म फेरि आरोप सास पनि नफेरी रमेश नजिस्काउ है रोइदिन्छु म फेरि लायो लायो मोहनी लायो है सानो जगर्माको छोराले झर्कायो लायो लायो मोहनी लायो है सानो जगर्माको छोराले झर्कायो अरे है सानो मर्साइबाको छोराले झर्कायो ए जोसँग नि दोहोरीमा गाउँछौ मस्की मस्की जोसँग नि दोहोरीमा गाउँछौ मस्की मस्की छोरै पाउँछु भन्छौ गाँठे लाली जोबन पस्की छोरै पाउँछु भन्छौ गाँठे लाली जोबन पस्की रङ्ग फेर्ने रोगै पोलायौ कि कल्पना सानी हुँदा छेपारो खायो रङ्ग फेर्ने रोगै पोलायौ कि कल्पना सानी हुँदा छेपारो खायो लायो लायो मोहनी लायो है सानो दाल बाउकी छोरीले जान्कायो लायो मोहनी लायो है सानो दाल बाउकी छोरीले जान्कायो है सानो दाल बाउकी छोरीले जान्कायो हे बीचमा आएर शङ्का गर्दा परेली रुजेको मेरो के बीचमा आएर शङ्का गर्दा परेली रुजेको तिमी पनि कलाकार हौ कस्तो नबुझेको तिमी पनि कलाकार हौ कस्तो नबुझेको हे पार्न मलाई आउँदैन चेपारो है सानो तिमीलाई आफै खुवाइदिउँला छेपारो लायो लायो मोहनी लायो है सानो जगर्माको छोराले झर्कायो लायो लायो मोहनी लायो है सानो जगर्माको छोराले झर्कायो अरे है सानो जगर्माको छोराले झर्कायो हे गायक त्यसै कृष्ण दाइले बनाइदिएको मलाई गायक त्यसै कृष्ण दाइले बनाइदिएको मलाई किन गाउँछौ मस्की मस्की मेरो मुटु जलाई किन गाउँछौ मस्की मस्की मेरो मुटु जलाई एउटा कुरा याद राख मोरी कल्पना कि त मलाई कि छोड्देऊ दोहोरी कुरा याद राख मोरी कल्पना कि त मलाई कि छोड्देऊ दोहोरी लायो लायो मोहनी लायो है सानो दाल बाउकी छोरीले जान्कायो लायो लायो मोहनी लायो है सानो दाल बाउकी छोरीले जान्कायो है सानो दाल बाउकी छोरीले जान्कायो हे दर्शकले नि गीत नसुनी मन पराका हैनन् सुन्यौ दर्शकले नि गीत नसुनी मन पराका हैनन् कोहीले कोहीलाई धोका दिएको हेर्न चाहँदैनन् कोहीले कोहीलाई धोका दिएको हेर्न चाहँदैनन् हे शङ्कै छैन म तिम्री प्यारी रमेश गरम अब
तयारी सँगै छैन तिमी प्यारी रमेश गाम अब बिहेको तयारी लायो लायो मोहनी लायो है सानो जङ्गलको छोराले जान खायो लायो लायो मोहनी लायो है सानो जङ्गलको छोराले जान खायो अरे है सानो जङ्गलको छोराले जान खायो हे बेत गर्ने मनमा आउँछ आशंकाको छाया बेत गर्ने मनमा आउँछ आशंकाको छाया चाइनिज सामान जस्तो हो कि कल्पनाको माया हे एकैछिन त रन्केर बिक्ने कल्पना बिकेपछि 6 महिना नटिक्ने एकैछिन त रन्केर बिक्ने कल्पना बिकेपछि 6 महिना नटिक्ने लायो लायो मोहनी लायो है सानो दाल बाउकी छोरीले ज्यान खायो लायो लायो मोहनी लायो है सानो दाल बाउकी छोरीले ज्यान खायो ए है सानो दाल बाउकी छोरीले ज्यान खायो हे क्षमताका धनी तिमी बोलीमा क्या दम छ सुन्यौ क्षमताका धनी तिमी बोलीमा क्या दम छ भन्छन् रमेश कल्पनाको जोडी खत्रै जम्छ भन्छन् रमेश कल्पनाको जोडी खत्रै जम्छ हे शङ्का गर्छौ भन के चाहन्छौ ए रमेश मेरो लागि तिमी नै महान छौ शङ्का गर्छौ भन के चाहन्छौ ए रमेश मेरो लागि तिमी नै महान छौ लायो लायो मोहनी लायो है सानो जङ्गलको छोराले जान खायो लायो लायो मोहनी लायो है सानो जङ्गलको छोराले जान खायो अरे है सानो जङ्गलको छोराले जान खायो ए कहाँ गर्ने बिहे भन मन्दिरमा कि कोर्टमा कहाँ गरौँ बिहे भन मन्दिरमा कि कोर्टमा नमेटिने लाल छाप लाउने मन छ तिम्रो ओठमा नमेटिने लाल छाप लाउने मन छ तिम्रो ओठमा मेलम्चीमा लिएर आउँला जन्ती कल्पना छत्र साईलाई राखेर लोकन्ती मेलम्चीमा लिएर आउँला जन्ती कल्पना छत्र साईलाई राखेर लोकन्ती लायो लायो मोहनी लायो है सानो दाल बाउकी छोरीले जान खायो लायो लायो मोहनी लायो है सानो दाल बाउकी छोरीले जान खायो ए है सानो दाल बाउकी छोरीले जान खायो हे रमेश तिमी मेरै हौ नि तिमीले जोबन दिए रमेश तिमी मेरै हौ नि तिमीले जोबन दिए कृष्ण दाइले इन्द्रेणीमै गर्दिनी रे बिहे कृष्ण दाइले इन्द्रेणीमै गर्दिनी रे बिहे हे जन्ती जान्छन् युवराज छात्र ए रमेश पछि गएर नपार अल्पत्र जन्ती जान्छन् युवराज छात्र ए रमेश पछि गएर नपार अल्पत्र लायो लायो मोहनी लायो है सानो जङ्गलको छोराले जान खायो लायो लायो मोहनी लायो है सानो जङ्गलको छोराले जान खायो अरे है सानो जङ्गलको छोराले जान खायो ए धोका दिन्छ कसले तिमीलाई के को डर छ धोका दिन्छ कसले तिमीलाई के को डर छ नामै तिम्रो राम्रो कल्पी प्रचण्डको थर छ नामै तिम्रो राम्रो कल्पी प्रचण्डको थर छ त्यसैमाथि रमेशको अंशमा कल्पना भित्रिँदैछौ परसाईको वंश त्यसैमाथि रमेशको अंशमा कल्पना भित्रिँदैछौ परसाईको वंशमा लायो लायो मोहनी लायो कल्पना छोरीले जान खायो लायो लायो मोहनी लायो है सानो दाल बाउकी छोरीले जान खायो
मैले तिमीलाई राखिसके यो मुटुको कुना सुन्यौ मैले तिमीलाई राखिसके यो मुटुको कुना तिमी मेरो मदन हौ नि मै हुँ तिम्री मुना तिमी मेरो मदन हौ नि मै हुँ तिम्री मुना हे भन्लान् सबले यो जोडी दामी हो है सानो संसारकै नमुना हामी भन्लान् सबले यो जोडी दामी हो है सानो संसारकै नमुना हामी लायो लायो मोहनी लायो है सानो चन्द्रमाको छोराले जान खायो लायो लायो मोहनी लायो है सानो चन्द्रमाको छोराले जान खायो अनि है सानो चन्द्रमाको छोराले जान खायो पोखरा घुमाउला हेर फेवाताल र छाँगो पोखरा घुमाउला हेर फेवाताल र छाँगो धरान लगी खुवाउला तिमीलाई रिङ्के बुङको रागो धरान लगी खुवाउला तिमीलाई रिङ्के बुङको रागो सप्तकोशी जेड बोटमा जमाउला कल्पना भेडे टारको चिसोमा रमाउला सप्तकोशी जेड बोटमा जमाउला कल्पना भेडे टारको चिसोमा रमाउला लायो लायो मोहनी लायो पैसाको अघि छोरीले जान खायो लायो लायो मोहनी लायो पैसाको दाल अघि छोरीले जान खायो पैसाको दाल अघि छोरीले जान खायो हे मलाई पनि विश्वास लाग्छ पर्ने छैनौ रुन मलाई पनि विश्वास लाग्छ पर्ने छैनौ रुन यो भाग्यमा लेख्या रहेछ रमेश तिम्रै हुन यो भाग्यमा लेख्या रहेछ रमेश तिम्रै हुन हे यही मङ्सिरमा लाग्ने छ अर्को पार है सानो घुम्न मन छ धनकुटा भेडे यही मङ्सिरमा लाग्ने छ अर्को पार है सानो घुम्न मन छ धनकुटा भेडे लायो लायो मोहनी लायो है सानो चन्द्रमाको छोराले जान खायो लायो लायो मोहनी लायो है सानो चन्द्रमाको छोराले जान खायो है सानो चन्द्रमाको छोराले जान खायो हे मङ्सिरैमा बिहे गरौँ सबमा खुसी छाउँछ मङ्सिरैमा बिहे गरौँ सबमा खुसी छाउँछ अर्को माघमा हाम्रो घरमा नयाँ मान्छे आउँछ अर्को माघमा हाम्रो घरमा नयाँ मान्छे आउँछ रमिता त दुनियाँले देख्नु छ कल्पना चोखो प्रेमको इतिहास लेख्नु छ रमिता त दुनियाँले देख्नु छ कल्पना चोखो प्रेमको इतिहास लेख्नु छ लायो लायो मोहनी लायो ऐसानो दाल बाउकी छोरीले जान खायो लायो लायो मोहनी लायो ऐसानो दाल बाउकी छोरीले जान खायो ऐसानो दाल बाउकी छोरीले जान खायो हे मैले तिमीलाई पाएको दिन त जित्थे ठुलै बाजी सुन्यौ मैले तिमीलाई पाएको दिन त जित्थे ठुलै बाजी मेरो पनि घर परिवार भाछन् सबै राजी मेरो पनि घर परिवार भाछन् सबै राजी हे भन्थ्यौ छोरो जन्माइदेऊ खुब भएको है सानो मेरै दिमाग तिम्रो झै रूप भएको भन्थ्यौ छोरो जन्माइदेऊ खुब भएको है सानो मेरै दिमाग तिम्रो झै रूप भएको लायो लायो मोहनी लायो है सानो चन्द्रमाको छोराले जान खायो लायो लायो मोहनी लायो है सानो चन्द्रमाको छोराले जान खायो अरे है सानो चन्द्रमाको छोराले जान खायो बच्चा
बच्चा हाम्रो साँच्चै हुन्छ राष्ट्रप्रति सचेत बच्चा हाम्रो साँच्चै हुन्छ राष्ट्रप्रति सचेत बाउको झापा माउली काभ्रे बडाउको घर सुर्खेत बाउको झापा माउली काभ्रे बडाउको घर सुर्खेत त्यो बालक त देशभरि बिक्ने छ कल्पना घुमी घुमी संस्कृति सिक्ने छ त्यो बालक त देशभरि बिक्ने छ कल्पना घुमी घुमी संस्कृति सिक्ने छ लायो लायो पोहाली लायो पैसाको जिम्मेवारी छोरीले ध्यान खायो लायो लायो पोहाली लायो पैसाको दाल बाउकी छोरीले ध्यान खायो ए पैसाको दाल बाउकी छोरीले ध्यान खायो हे भन्यौ रमेश तिमीले पनि एउटा छोरो पाउने भन्यौ रमेश तिमीले पनि एउटा छोरो पाउने छोरी पाए आयु साझै दोहोरी गीत गाउने छोरी पाए आयु साझै दोहोरी गीत गाउने हिल्लान देशमै सम्मानित बनेर है सानो कलाकारको छोर छोरी भनेर हिल्लान देशमै सम्मानित बनेर है सानो कलाकारको छोर छोरी भनेर लायो लायो मोहनी लायो है सानो जङ्गर बाउको छोराले जान खायो लायो लायो मोहनी लायो है सानो जङ्गर बाउको छोराले जान खायो अरे है सानो जङ्गर बाउको छोराले जान खायो हे हाम्रो माया फल्दै फुल्दै भरियोस् रसैले हाम्रो माया फल्दै फुल्दै भरियोस् रसैले बालुवाटारको जग्गा जस्तो नमिचुन कसैले बालुवाटारको जग्गा जस्तो नमिचुन कसैले छोरी जन्मे आयु साझै अरे कल्पना छोरो जन्मे मै जस्तो जबरे छोरा जन्मे आयु साझै अरे कल्पना छोरो जन्मे मै जस्तो जबरे लायो लायो मोहनी लायो पैसाको जिम्मेवारी छोरीले ध्यान खायो लायो लायो मोहनी लायो पैसाको दाल बाउकी छोरीले ध्यान खायो ए पैसाको दाल बाउकी छोरीले ध्यान खायो हे भनिहाले जिन्दगी भर छोडेर कहाँ जानु भनिहाले जिन्दगी भर छोडेर कहाँ जानु हाम्रो सपना कहिले पुरा गर्ने हो त सानो हाम्रो सपना कहिले पुरा गर्ने हो त सानो हे कस्तो होला सँगसँगै हिँडाउँदा ए रमेश तिम्रै छोरो भनेर चिनाउँदा कस्तो होला सँगसँगै हिँडाउँदा ए रमेश तिम्रै छोरो भनेर चिनाउँदा लायो लायो मोहनी लायो है सानो जङ्गर बाउको छोराले जान खायो लायो लायो मोहनी लायो है सानो जङ्गर बाउको छोराले जान खायो अरे है सानो जङ्गर बाउको छोराले जान खायो हे गहना चाहियो मेकअप चाहियो राम्री छौ के साधे गहना चाहियो मेकअप चाहियो राम्री छौ के साधे किचकिच गर्दै पार्ने हो कि भ्रष्ट हुन बाध्य किचकिच गर्दै पार्ने हो कि भ्रष्ट हुन बाध्य इमान्दारी भएरै बाँचौँला कल्पना जस्तो जे छ खुसीले साँचौँला इमान्दारी भएरै बाँचौँला कल्पना जस्तो जे छ खुसीले साँचौँला लायो लायो मोहनी लायो पैसाको दाल बाउकी छोरीले जान खायो लायो लायो मोहनी लायो पैसाको दाल बाउकी छोरीले जान खायो ए पैसाको दाल बाउकी छोरीले जान खायो हे मलाई तिम्रै सम्झनाले अप्ठ्यारोमा पारो मलाई तिम्रै सम्झनाले अप्ठ्यारोमा पारो तिमी बिना बाँच्न गाह्रो मर्न पनि गाह्रो सुन्यौ तिमी बिना बाँच्न गाह्रो मर्न पनि गाह्रो
हे तिमी कस्तो मनबाटै चिन्छु ए रमेश त्यो अवस्था आउन म काँदिन्छु तिमी कस्तो मनबाटै चिन्छु ए रमेश त्यो अवस्था आउन म काँदिन्छु लायो 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 हाय सानो जन्मको छोराले झर्कायो लायो लायो हाय सानो जन्मको छोराले झर्कायो अरे हाय सानो जन्मको छोराले झर्कायो हे हामी दुवै बाँचुन्जेली हाम्रो माया रहोस् हामी दुवै बाँचुन्जेली हाम्रो माया रहोस् ओलीबा र प्रचण्डको जोडी जस्तो नहोस् ओलीबा र प्रचण्डको जोडी जस्तो नहोस् बाँचुन्जेली कहिले नि नछुटोस् कल्पना हाम्रो पार्टी कहिले नि नफुटोस् बाँचुन्जेली कहिले नि नछुटोस् कल्पना हाम्रो पार्टी कहिले नि नफुटोस् लायो लायो मोहनी लायो पैसानो दाल बाउकी छोरीले झर्कायो लायो लायो मोहनी लायो पैसानो दाल बाउकी छोरीले झर्कायो पैसानो दाल बाउकी छोरीले झर्कायो हे यस्तै मान्छे जन्माइरहोस् देशले जुनी जुनी सुन्यौ यस्तै मान्छे जन्माइरहोस् देशले जुनी जुनी रमेश तिम्रो क्षमता छ प्रधानमन्त्री हुने रमेश तिम्रो क्षमता छ प्रधानमन्त्री हुने हे मेरो लागि तिमी एक जम्मा हौ ए रमेश देशको एउटा बलियो खम्बा हौ मेरो लागि तिमी एक जम्मा हौ ए रमेश देशको लागि बलियो खम्बा हौ लायो लायो मोहनी लायो हाय सानो जन्मको छोराले झर्कायो लायो लायो मोहनी लायो हाय सानो जन्मको छोराले झर्कायो अरे हाय सानो जन्मको छोराले झर्कायो हे राम्रो जोडी पाइस् तैँले सबले मलाई भन्छ राम्रो जोडी पाइस् तैँले सबले मलाई भन्छ मन्त्री सन्त्री होइन असल जनता हुने मन छ मन्त्री सन्त्री होइन असल जनता हुने मन छ नलाग्ने कोही कसैको पक्षमा कल्पना लागिरहने देश बन्ने लक्ष्यमा नलाग्ने कोही कसैको पक्षमा कल्पना लागिरहने देश बन्ने लक्ष्यमा लायो लायो मोहनी लायो पैसानो छोरीले झर्कायो लायो लायो मोहनी लायो दाल बाउकी छोरीले झर्कायो दाल बाउकी छोरीले झर्कायो हे जनताले खुसीको सास फेर्ने दिन त आउँछ जनताले खुसीको सास फेर्ने दिन त आउँछ मलाई पनि देशको माया अच्चकाली लाउँछ मलाई पनि देशको माया अच्चकाली लाउँछ हे मेरो पनि छैन केही ढङ्ग त ए रमेश अब गर्छु तिम्रो नै सङ्गत मेरो पनि छैन केही ढङ्ग त ए रमेश अब गर्छु तिम्रो नै सङ्गत लायो लायो मोहनी लायो पैसानो दाल बाउकी छोरीले झर्कायो लायो लायो मोहनी लायो पैसानो दाल बाउकी छोरीले झर्कायो 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 जोरदार ताली दिउँ यति मिठो भाका सिर्जना गर्ने गोकुल राउत र पार्वती कार्कीलाई। दर्शकवृन्द, इन्द्रेणी कार्यक्रम एउटा क्षेत्रको र एउटा भेगको भाका र संस्कृतिलाई मात्र प्राथमिकता दिँदैन। मेची महाकालीका सुदूरपश्चिमका देउडादेखि पूर्वका साकेलासम्ममा उत्तिकै दम र शक्ति छ। धौलागिरीतिर काठे कलाकार गएर सायद 1 लाख पनि अहिलेसम्म ल्याएका छन् जस्तो मलाई लाग्दैन।
तर यी भाका चलेसँगै यहाँका कलाकार पनि चल्दै जाउन्। मेचीको कलाकारलाई महाकालीमा उत्तिकै माया होस्, महाकालीको कलाकारलाई मेचीमा त्यत्तिकै होस्। हरेक क्षेत्र हरेक जात जातिका आफ्ना मौलिक वेशभूषा र भाषा संस्कृतिलाई हामी उत्तिकै प्राथमिकता दिन्छौँ। यही नै इन्द्रेणीको विशेषता हो। यसरी नै राष्ट्रिय एकता छाउँछ। इन्द्रेणीमा कर्णालीले हुड्केली ल्याउँछ, पूर्वेलीले काठे भाका गाउँछ। जतिले पनि कार्यक्रम हेर्नु भएको छ प्रत्येकले कृपया सेयर गरिदिनु होला। कार्यक्रम इन्द्रेणी सुख दुःखको साथी हो। आज इन्द्रेणीको कृष्ण कणेल 12 वर्ष मात्र होइन 30औं वर्षसम्म आफ्नो निद्रा भोक प्यास मेटेर आज यो यात्रा गर्नुको पछाडि थियो यस्ता होनहार खम्बाहरूलाई एक ठाउँमा ल्याउने। आज देशको राज्य सरकारले राम्रा राम्रा तकडा तकडा जान्ने मान्छेलाई मन्त्रीमण्डलमा लाने, प्रोफेसनल मान्छेहरूलाई ठिक ठाउँमा दिने त्यस्तो चलन भइदिएको भए आज देश अस्थिर अन्योलता र अभावको भुमरीभित्र छटपटिने थिएन। हाम्रा देशका कैयौँ आमा दिदीबहिनीहरू विदेशमा 10-20 हजारको लागि नारकीय जीवन बिताउनु पर्ने थिएन। कैयौँ छोराहरू विदेशबाट बाकसमा फर्केर आउनुपर्ने थिएन। कैयौँ नेपाली दलाल तस्कर र भ्रष्ट बन्नुपर्ने थिएन। यो देशका भयभरका राम्रा राम्रा उद्योग कल कारखानाहरू सबै सोहा बनाएर विदेशबाट आयात गर्ने चिजमा कमिसनको चक्करमा हामी फसेका छौँ। हो त्यही हो हाम्रो सबैभन्दा दुश्मन। हाम्रो प्रचण्ड बुवाको पनि त्यही हो दुश्मन, ओली बाको पनि त्यही हो, देउवा बाको पनि त्यही हो। कुनै बेला शेरबहादुर देउबाले जिब्रोमा करेन्ट खाएको त साँचो हो नि, घरबार त्यागेर म नेपाली जनताकै भलाइ गर्छु भनेर जिब्रोमा करेन्ट खाएका हुँदै आज जे जस्तो भए पनि कमरेड केपी ओलीले 14 वर्ष जेल जीवन काटेकै हो। यहाँ कसैले ठुला कुरा नगरे हुन्छ। प्रचण्डले हिजो ज्यानको बाजी राखेर हिँडेकै हो। तर यहाँ एउटा उद्देश्य लिएर, एउटा आस्था लिएर, एउटा सिद्धान्त लिएर सबै अगाडि बढ्छन् र माथि पुग्छन्। त्यो कुन चाहिँ तत्त्व होला जसले माथि पुग्ने बित्तिकै सफ्टवेयरै परिवर्तन गरिदिन्छ सबैको? त्यो तत्त्व कुन हो? म यति मात्रै कामना गर्न चाहन्छु कि हाम्रा शीर्षस्थ नेताहरूसँग, अहिले अघि हामीले पनि दोहोरीमा पनि कुरा गऱ्यौँ होइन, शीर्षस्थ नेताहरूसँग म यो कुरा म अनुरोध गर्न चाहन्छु, इन्द्रेणी मार्फत आह्वान गर्न चाहन्छु कि आदरणीय नेताजीहरू, तपाईँहरूको अन्तिम समय आयो, तपाईहरु जिन्दगीको उत्तरार्धमा बाँच्दै हुनुहुन्छ, कमसेकम जाने बेलामा नयाँ पुस्ताका युवा नेताहरूलाई यो चाहिँ भनिदिएर जानुहोस् न, त्यो सफ्टवेयर चाहिँ कुन हो जसले यो सबै परिवर्तन गरिदिन्छ, त्यति भनेर जानुहोस् के जाँदाखेरि नेपालको इतिहासमा तपाईको ठुलो योगदान हुनेछ। कार्यक्रम इन्द्रेणी सेवा सन्देश र मनोरञ्जन हो। हामीले मादल मात्र बजाएका छैनौँ, आज मादल बजेको किन गाउँ गएर दुनियाँ बिउजाउन भन्दै सानो टिम हिजोका दिनमा सुख दुःख झरी बादल र हुरीमा रुच्दै भिज्दै कहिले भुकै कहिले 2 दिनसम्म नखाएर कहिले राति गाडी बिग्रिएर रातभरि जङ्गलमै बसेका हाम्रो टिमका कथा व्यथाहरू हिजो मलाई गीत गाउन नपाएर फर्केर जाँदाको पीडा छ। 47 सालमा सुर्खेतमा 48 सालमा एउटा प्रतिभालाई पाएन भने पीडा हुन्छ। जस्तो दाइले भन्नुभयो नि, मलाई मेरो धरातल याद छ, म गीत गाउँदै हिँडेको थिएँ, फर्केको थिएँ नपाएर, अवसर नपाएर, त्यही भएर म गीत गाउने जति कलाकारलाई स्थान दिन्छु, किनभने तपाईँले आफ्नो धरातल बिर्सनु भएको छैन। अब एउटा उदाहरण दिउँ है, अहिले तपाईँको सरकारले एउटा अस्ति भर्खर विधेयक ल्याउन खोज्यो, यो होच्याउने चाहिँ सरकारको बारेमा विरोध गर्ने अथवा चाहिँ गलत टिप्पणी गर्नेहरूलाई कारबाही गर्छौँ भनेर एउटा चाहिँ विधेयक ल्यायो। त्यो कदम स्वागत योग्य हो, तर के पनि बिर्सिनु हुँदैन भने हिजो चाहिँ तालु खुइले गिरिजा टाङ्गा मुनि छिरिजा भन्ने नारा त लगाएकै हो नि तपाईँहरूले पनि, होइन? धरातलै बिर्सिनु चाहिँ हुँदैन। विधेयक बनाएको स्वागत योग्य हो, तर चाहिँ आफूले गरुन्जेल ठिक हुने, अर्काले गरेपछि बेठिक हुने, यो चाहिँ अलिकति जायज कुरा होइन। खैर, दाइले आफ्नो धरातल बिर्सनु भएन, त्यसै कारणले आज इन्द्रेणी यहाँसम्म आइपुगेको र हाम्रो सौभाग्य हो दाइ, इन्द्रेणीमा आजसम्म आउन पाइयो। योग्यता अनुसारको भूमिका नभएरै देश बिग्रेको हो दाइ। यहाँनिर चाहिँ तपाईँको गुन्डागर्दी गरेकाहरू मन्त्री हुन्छन्, होइन? गुन्डागर्दी गरेकालाई फौजीतिर पठाएको भए राम्रै हुन्थ्यो, देशको विकासै हुन्थ्यो, होइन? मन्त्री भएर भएन भन्दा मान्छेले आफ्नो योग्यता अनुसारको भूमिका पाउनुपर्छ। र दोहोरी खेल्ने भूमिकाको योग्य हाम्रो छत्रसाईजी यहाँ हुनुहुन्छ, हाम्रो मनमाया दिदीहरू हुनुहुन्छ, मेरी प्रिय सखी कोइली कृष्णा बजगाई, एकचोटि मेरो सखीको लागि जोरदार ताली बजाउँ। यो मेरो दोहोरी राम्रो भएको छ भने यसको श्रेय मेरो प्रिय सखीलाई पनि जान्छ, उनले मलाई धेरै उत्प्रेरित गरिराख्छिन्। त्यस कारण दोहोरीको योग्य व्यक्तिहरू उहाँहरू हो र कुनै स्पिच अथवा कुनै अन्तर्वार्ताको त्यो योग्यता म राख्छु जस्तो लाग्छ। त्यही योग्यता अनुसारको भूमिका पाउनुपर्छ दाइ मान्छे। इन्द्रेणीमा पक्का योग्यतै अनुसारको भूमिका हुन्छ। इन्द्रेणी फुडल्यान्डका शम्भु श्रेष्ठ, अर्जुन भण्डारी, श्रीविन्द आचार्य, कृष्ण श्रेष्ठ लगायत उहाँको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद। आज इन्द्रेणी थियो र त हामी कतै नपाएर घुम्दै फेरि आयौँ।
यहाँबाट कार्यक्रम चलाएको छौँ। तर इन्द्रेणीलाई पनि हामीले कुनै पनि तनाव दिएका छैनौँ। 98 41 48 98 35मा फोन गरेर सहयोग लिने दिने काम गर्नुहोला, सुझाव सल्लाह दिनुहोला। कल्पना र रमेश परसाई बिचको बिहा यही शब्दले नै, यही गीतले नै प्रमाणित हो भन्न म सक्दिनँ। तर यो गीतको बिहा अजम्बरी होस्, जहिले पनि गीत गाउँदाखेरि ट्रेनिङ वानमा आउने गीत यही बनोस्। रमेश परसाईले पाएको छोराछोरी कल्पनाले त्यत्तिकै माया गरून्, कल्पना जहाँ गएर पाएको छोराछोरी पनि रमेश परसाईले त्यत्तिकै माया गरून् भन्छु म। कल्पना जाँदा जाँदै के बोल्नु छ? आज अब धेरै खुसी छु, भाग 2 गीत आज गाउन पाइयो। फेरि पनि त्यति नै माया गरिदिनु होला। हामीले गीतमै बिहे गरिसक्यौँ, गीतमा नै छोराछोरी पाइसक्यौँ होइन, सबै कुरा गीतबाटै भइसक्यो। दर्शक भने गायिका कल्पना दाहालको लागि इन्द्रेणी मार्फत पछिल्लो पटक प्राप्त भएको सहयोगको विवरण यस प्रकार छ। लीला बल्लभ काफ्ले, सावित्री काफ्ले, बालकृष्ण र लोकनाथ काफ्ले, सागर अधिकारी, भीमा अधिकारी, सावित्री अधिकारी, तेज अधिकारी, चन्द्र काफ्ले, सीता काफ्ले, फुलमाया अधिकारी लगायत सब परिवारले अमेरिकाको बोइजी आइडोहोमा बसोबास गर्दै नेपाली भाषी भुटनिज आमाबुवा तथा दाजुभाइ दिदीबहिनीहरूबाट पठाउनु भएको 83,981मा रवि लामी छानेको लागि 5,000, धुर्मु सुन्तलीको लागि 9,000, कृष्ण कणेलको लागि 9,000, गौशालाका गाईको लागि 7,500, स्नेह कागको लागि 15,000, मानव सेवा आश्रमको लागि 10,000, कल्पना दाहालको लागि 5,000, अन्य पीडितको लागि 5,900 र इन्द्राणीको स्टाफको लागि 500 का दरले 12,581 पठाउनु भएकोमा सबै विवरण धुर्मु सुन्तली र अन्य पीडितको हस्तान्तरण लिस्टमा समावेश गरेका छौँ। उहाँलाई जोरदार ताली भने। गोपाल प्रसाद न्युरेबाट 10,000मा 5,000 कल्पना दाहाल र 5,000 रमेश परसाईको लागि भन्नुभएको छ। जोरदार ताली दिउँ। राजु कार्की मार्फत हाम्रो सुनकोशी चौतारा दिदीबहिनी समूहको तर्फबाट 66,000 पठाउनु भएकोमा 10,000 कल्पना दाहालको आमाको लागि दिनुहोला भन्नुभएको छ भने 6,000 इन्द्रेणीको लागि भने 50,000 सिन्धुपाल्चोकको नाकुचे पहिरोको लागि दिनुहोला भन्नुभएको छ। आज कल्पना दाहाललाई रु 20,000 रुपियाँ आएको रहेछ। हामीले जहाँबाट जसले पठाउँछ त्यस्ताको त्यस्तै दिन्छौँ। यसै गरी युकेबाट रामबहादुर मल्लले जन्मदिनको अवसरमा बाल कलाकारहरूको लागि इन्द्रेणी मार्फत दक्षिणा स्वरूप दिनुभएको पैसाको विवरण यहाँ म भन्छु। क्याप्टेन रामबहादुर मल्ल, राप्ती प्युठान, पूजा लेवासे, हाल युकेको क्याट्रिकमा बसोबास। उहाँले आफ्नो 50औं जन्मदिनको अवसरमा दिनदुखीको लागि 50,000 पहिले नै इन्द्रेणीमा आएर हस्तान्तरण गर्नुभएको थियो। साथै उही आउँदो नोभेम्बर 25 तारिक मिति 2077 8 महिना 10 गते बुबा जोगेन्द्रबहादुर मल्लको पुण्यतिथि परेको हुँदा आमा तुलाकुमारी मल्ल, जेठो छोरा बुहारी गङ्गा बहादुर मल्ल, लक्ष्मी मल्ल, माइलो छोरा बुहारी रणबहादुर मल्ल, मन्जु मल्ल, कान्छो छोरा बुहारी रामबहादुर मल्ल र गीता मल्लको तर्फबाट 55,000 पठाउनु भएको छ। दक्षिणा स्वरूप चर्चित 5 कन्यालाई 10,000 का दरले दिनुहोला भन्नुभएको थियो। जोरदार ताली। हामीले कोकोलाई दिने निर्णय गऱ्यौँ भने जसमा रबिना बसेल, आयुषा गौतम, कमला घिमिरे, सुस्मिता पुडासैनी र जिया भुषालको लागि। यसै गरी मिलिजुली आमा समूह आल्कन्तरा, सान्तोस, लिस्बोन पोर्चुगलबाट अध्यक्ष राधा सापकोटा मार्फत 5,86,150 पठाउनु भएकोमा स्नेह काग, सहारा घर, नन्दा सिंह बाल गृह लगायतलाई पठाउँदा आयुषा गौतमको लागि 5,000 पठाउनु भएको छ। सबै विवरण सहारा घरको रकम हस्तान्तरणमा अघि पढिसकेका छौँ। धनपति आचार्यले आफ्नो स्वर्गीय पितृहरूको सम्झनामा आयुषा गौतमको लागि फेरि 1,500 पठाउनु भएको थियो गरेर 6,500। त्यो अघिको 10,000 गर्दा 16,500 रुपियाँ आयुषा गौतम। जति पनि साथीहरू आउनु भएको छ सबैलाई धेरै धन्यवाद। आमा नमस्कार। नमस्कार। अलि सन्चो भयो ज्यानलाई? सन्चो हुँदैछ। अहिले गीत गाउँदा छोरीले जिते जाइ ला कि रमेशले जिते जाइ ला? दुवैजनाको बराबरी छ। उहाँलाई निकै दुःख भयो जिन्दगीमा, छोरा गुमाउनु पर्यो, नाति गुमाउनु पर्यो, श्रीमान पनि बिरामी हुनुहुन्छ। कल्पना दाहालले मिठो गीत गाए पनि उहाँको घरमा साह्रै पीडा छ। त्यो भगवान्ले शान्ति ल्याइदिउन्, म यही कामना गर्दछु। हस्त आजको कार्यक्रम हेरेर संसारभरि बस्नुभएका दर्शकलाई धन्यवाद दिँदै व्यवस्थापक प्रतिमा कणेल, भक्तबहादुर देउवा र नवराज तिमिल सिन्हालाई फोन गरेर 98 41 48 98 35 मार्फत सहयोग लिने दिने गर्नुहोला। अब हिमालय टिभीमा हेर्नुहोला, कार्यक्रम सधैँ हिमालयमा आउँछ। इन्द्रेणी